ल यात्रा सुरु गरौँ अब यहाँ टिलादेखि ओलिरसम्मको है त। मदरल्यान्ड ब्लुज युट्युब च्यानलको नयाँ भिडियोमा यहाँहरूलाई स्वागत छ। हामी छौँ आज रोल्पादेखि घोराई दाङसम्मको यात्रामा। अनि यात्राको क्रममा हामी अहिले टिला बजार त्रिवेणी गाउँपालिकाको टिला बजारमा छौँ। यहाँदेखि मैले ठ्याक्कै भिडियो चाहिँ मैले टिला त्रिवेणी गाउँपालिकाको टिलादेखि रुन्टीगढी गाउँपालिकाको होलेरी बजारसम्मको मात्रै राख्न खोजिरहेको छु। किनभने चाहिँ एउटा स्पेसल्ली के छ भनेदेखि म एउटा पुरानो स्टोरी छ मेरो, त्यो स्टोरीलाई डेडिकेटेड गरेर चाहिँ मैले यसलाई फोकस गरेको मात्र हो। साथीहरू, यात्राको क्रममा यहाँबाट देखिने विभिन्न किसिमका दृश्यहरू हजुरहरू हेर्न सक्नुहुन्छ। अनि चाहिँ यो दृश्य मात्रै नभएर यहाँको भूगोल अनि चाहिँ यहाँको वातावरण होइन, यहाँको सबै कुराहरूसँग चाहिँ हजुरहरूले चाहिँ अब एट्याच हुन सक्नुहुन्छ कि सक्नु हुँदैन होइन, अब सबैसँग रम्न सक्नुहुन्छ कि हुँदैन भन्ने कुरा अब हजुरहरूको भयो। अब आफ्नो जन्मभूमि जन्मस्थल अब सबैलाई प्यारो हुन्छ नै। कतिपय साथीहरू यहाँबाट बिलङ गर्नुहुन्छ त्यो पनि भन्नु होला। अनि अब यहाँको वातावरण भूगोल रमणीय दृश्य मात्रै नभएर यहाँको रहनसहन संस्कार संस्कृतिहरू पनि कुनै दिन हामी देखाउनेछौँ। भन्दै गर्दा मैले ठ्याक्कै अगाडि भनिसकेँ, एउटा स्मरणीय एउटा घटना छ भने जब कि म होलेरी बजारबाट यही बाटो हुँदै टिला हुँदै घरसम्म पुगेको विगत 6-7 वर्ष पहिलेको कुरो होइन। त्यो कुरालाई मैले स्मरण गर्न चाहेँ। म हिँड्दै यो बाटो घरसम्म पुगेको थिएँ। अहिले चाहिँ अब साधनमा हिँड्ने भएपछि खासै त्योहरू चाहिँ अब सजिलै लाग्छ अहिले साधनमा होइन। अब आधी घन्टामा पनि क्रस गर्न सकिन्छ, तर त्यो बेला चाहिँ हामीलाई दिनभरि लागेको थियो। अनि अब त्यो बेला खाली होइन, हामी चाहिँ अब खाली हिँड्दै गर्दाखेरि त्यति टाइम लाग्थ्यो, त्यति दुःख कष्ट भएको थियो भनेपछि ठ्याक्कै त्यही कुरालाई मैले अर्को घटनासँग जोड्न चाहेँ। साथीहरू, हामीलाई चाहिँ अब त्रिवेणी खोला होइन, त्रिवेणी गाउँपालिकाको नामकरण रहन भएको त्रिवेणीले पनि हामीलाई यहाँबाट स्वागत गर्न चाहन्छ होइन। अनि साथीहरू, हामी चाहिँ अगाडिको कथालाई पूर्णता दिनको लागि अघिल्लो पुस्तातिर चाहिँ हामी जानुपर्ने हुन्छ होइन। अब त्यहाँ जाँदै गर्दाखेरि के हुन्छ भनेपछि हाम्रो बाउ बाजेहरूले गरेको जीविकोपार्जनलाई सम्झिँदै गर्दाखेरि अब धेरै कुरा त म सम्झिन सक्दिनँ पनि, र मलाई अब त्यति ज्ञान पनि छैन विगतको दिनहरूमा। तर मैले सुन्ने गर्थेँ कि हाम्रो घरबाट हाम्रो अब भनौँ न हाम्रो रोल्पा रुकुम लगायतका अब पूर्वी रुकुम अनि हाम्रो रोल्पाबाट चाहिँ यो क्षेत्र भनेको दाङको कोइलाबास नाकासम्म पुगेर त्यहाँबाट चाहिँ विभिन्न अब रासन अब विभिन्न किसिमका माल सामानहरू ल्याउने एउटा करिडोर भनेको थियो उति बेला होइन। त्यही कुरालाई स्मरण गर्दै गर्दाखेरि हाम्रो बुवा अनि हाम्रो बाजेहरूले यो ठाउँमा होइन अब कसरी अब आफ्नोहरूलाई चाहिँ त्यो समय कठिन परिस्थितिलाई आफ्नो कठिन समयलाई कसरी कटाउनु हुन्थ्यो होला होइन। अब महिनौँ लगाएर यो बाटो हिँड्नुपर्ने, अब त्यो भारीसँग होइन, त्यो बेलाको बाटो होइन, अहिले जस्तो यस्तो अब सडक बाटो हुन्थ्यो भने त अलिक सहज पनि हुन्थ्यो होला होइन, बाटो त्यही अनुसारको हुन्थ्यो होला होइन। अब प्लस अब त्यो बेलाको लगाउने एउटा उहरू हुन्छ, कपडा हुन्छ, अनि प्लस अब जुत्ता चप्पलहरू कति कठिन थियो होला होइन। भारीसँग हिँड्नुपर्ने उकालो ओह्रालो बाटोमा महिनौँ लगाएर होइन, अब नुन बोक्ने, मेनली त नुन बोक्नै हुन्थ्यो अरे होइन। भनेपछि हामीलाई अहिले होइन अब महिनाभन्दा पनि अब एक दिन पनि लाग्दैन होइन। अब केही समयमै हामी चाहिँ अब अपडाउन गर्न सक्छौँ यो बाटोमा भनेपछि अब त्यो बेलाको कठिन परिस्थितिलाई पनि मैले सम्झिन चाहेँ। अब यी ठाउँहरू यी भूगोलहरूलाई निहाल्दै गर्दाखेरि कतिपय रमणीय क्षणहरू पनि क्रिएट हुन्छ भने कतिपय कुराहरू एकदम कठिन पनि छ, कठिन परिस्थितिहरू पनि छ।
अब हिजोको दिन विगतलाई फर्केर हेर्दा पनि त्यत्तिकै अब कठिन थियो, अहिले पनि यत्तिकै कठिन छ, भोलिको दिनमा पनि अब केही कठिन परिस्थिति त सिर्जना हुन्छ नै तापनि अब हिजोभन्दा आज सहज हुँदैछ, आजभन्दा भोलि सहज हुनेछ, त्यो नै हो। अब बिस्तारै बिस्तारै अब समय परिवर्तन अनि पुस्तान्तरण हुँदैछ। त्यही हो साथीहरू, मुख्य कथा भनेको यही थियो होइन। अब खासमा यात्राको क्रममा एकचोटि स्मरण गरिहालौँ होइन, स्मरण नहुने होइन, यो आवत जावत गर्दाखेरि हरेक पल हरेक क्षणमा चाहिँ हाम्रो मस्तिष्कमा घुमिराख्ने कुराहरू हो यो भनेको। अब बाँकी कुरो यस्तै हो साथीहरू होइन। खासमा के योजना छ भनेपछि एकपालि चाहिँ म कोइलाबासदेखि पूर्ण रूपमा कोइलाबासदेखि घरसम्मको यात्रा गर्ने योजनामा छु होइन। त्यो पनि सायद म छिटै गर्नेवाला छु। अब त्यो हुनसक्छ अब आगामी दिनहरूमा। अनि चाहिँ कस्तो छ त कोइलाबास, अनि कोइलाबासबाट कहाँ कहाँ भएर जानुहुन्थ्यो, सायद म त्यो ट्र्याक पत्ता लगाएर पनि त्यसरी चाहिँ म भिडियो ल्याउने भन्ने योजनामा पनि छु होइन। त्यो पछि होला नै। बाँकी यस्ता भिडियोहरू त अब हामीले चाहिँ कन्टिन्यू दिने भन्ने सोच छ। यो मात्रै होइन, विगतको दिनहरूलाई सम्झिँदै अनि अहिलेको वर्तमान परिस्थिति र भविष्यमा हुनसक्ने सम्भाव्यतालाई आकलन गरेर हामी चाहिँ अगाडि बढ्ने भन्ने चाहिँ योजनाहरू छन् हाम्रो होइन, लक्ष्यहरू छन्। त्यो कुराहरूलाई चाहिँ हामी अब कन्टिन्यू दिन सकेपछि दिँदै गरौँला। त्यही हो साथीहरू है। साथीहरू एकछिन हामी यता अड्डिएर यहाँबाट देखिने दृश्यमध्येको हाम्रो गाउँघरतिरको डाँडा पाखाहरू प्लस हामी यहाँबाट ठ्याक्कै हिमालहरू पनि निहाल्ने कोसिस गऱ्यौँ। पूर्वी रुकुममा अवस्थित पुथागङ्गा अनि चाहिँ उता हाम्रो सिस्ने अनि उता हाम्रो बागलुङको धौलागिरी अनि सायद अन्नपूर्ण पनि पर्छ होला। त्यता अब सबै हिमालहरू चाहिँ हामीलाई ठ्याक्कै अब लहरै छ होइन। अब एक्ज्याक्टली उ गर्न सकेन। विभिन्न किसिमको अब श्रृङ्खलाहरू यहाँबाट चाहिँ निहाल्ने कोसिस गऱ्यौँ। अब यहाँबाट चाहिँ हाम्रो फेरि यात्रा जारी रहन्छ। हामी ठ्याक्कै अहिले कहाँ छौँ भनेपछि दबन क्षेत्रमा छौँ होइन। साथीहरू हामी चाहिँ अब यात्राको अन्तिम चरणमा आइसकेका छौँ। आजको यात्रा रमाइलो नरमाइलो जे जस्तो गरी भए पनि अब यहाँसम्म आइपुग्यो। हामी चाहिँ अब होलेरी बजार नजिक आइसकेका छौँ। अब आजको यात्रा चाहिँ यहीँनिर हामी चाहिँ टुङ्गाउन चाहन्छौँ। बाँकी भिडियो चाहिँ हामीले आगामी दिनहरूमा ल्याउने नै छौँ। अब अहिलेसम्म हेरेर प्रतिक्रिया दिनु होला, के कस्तो सल्लाह सुझावहरू चाहिँ आफूलाई मन लागेको कुराहरू चाहिँ दिनुहुनेछ भन्ने पूर्ण आशा राख्दै भिडियोलाई यहीँ गर्न चाहन्छु। हस्, धन्यवाद।